Sangi chudang soge senam lai chancho pardo tani gyapsanj. Dagi chinsoi gebe senam gi tola penjere sangi jombarai. Sangi chudang soge senam lai chancho pardo tani gyapsanj. Dagi chinsoi gebe senam gi tola penjere sangi jombarai. Sange chudang soge sonam lai chancho pardo dani kyapsanj. Dagi chinso gebe senam ge dola penjere sange do barayo. Ominju gi inge porana desum sange kungi ngongi rasum chego ngonsum tenzebe sabe lami shado kwe cha za. Yes, Trangu Media मार्फत दर्शन धर्म दर्शन गरिराख्नु भएका महानुभावहरुमा सर्वप्रथम मेरो नमस्कार दशतलेक र आज मैले चर्चा गर्न गइरहेको विषयवस्तु रहेको छ सांसारिक द्वेष अथवा संसारका दुःखको बारेमा र मलाई यस विषयमा किन त चर्चा गर्न मन लाग्यो भनेपछि अब अहिले हामी सबैले नै बोकिरहेकै कुरालाई चाहिँ समेटेर चाहिँ केही शब्दहरु हजुरहरुको सामु मैले राख्न चाहे किनकि अब अहिले हामीहरु विगत 2 वर्षदेखि हामीहरु यस कोभिड-19 महामारीको रोगको कारणले हामी सबैमा धेरै नै आपत भनौं काम व्यवहार आदि सबैबाट हामीले टाढा रहेर घरभित्र नै गुम्सेर हामी बस्नु परिरहेको स्थिति छ र त्यस कारणले गर्दाखेरि चाहिँ हामीलाई धेरै पीडा धेरै त्रास धेरै दुःखहरु चाहिँ हामीले सामना गर्नु परिरहेको छ र हामीलाई लाग्छ कि यो दुःखबाट हामी कसरी चाहिँ मुक्त पाउँछौं त कहिले चाहिँ यो दिन चाहिँ आउँछ कि यो दुःखबाट चाहिँ हामीले टाढा कोभिड-19 नै छैन भन्ने कहिले चाहिँ हामी सुन्न पर्ला जस्ता हामीमा चाहिँ हाम्रो मन भित्र चाहिँ यो पलहरु चाहिँ पलिरहेका हुन्छौं र वास्तविकमा भनेपछि यी नै पीडाहरु नै संसारका दुःख हुन् हामी अहिले कहाँ छौं त भन्दा हुन त हामी अहिले हामीलाई मानव चुलो प्राप्त भएको छ हामी मानव लोकमा छौं तर यी मानव लोक पनि एउटा दुःखका नै खानी हुन् दुःखका संसार हुन् यी संसार भित्र रहउन्जेल यो संसारबाट मुक्त नहुन्जेल हामीलाई यस्तै कारणका पीडाहरुले हामीले पीडारिरहेको हुन्छ र यो अहिले हामी आफूलाई नै निहाल्ने हो भने यो महामारीको रोगको कारणले मात्र होइन यो पनि एउटा ठूलो कारण बनिरहेको छ अहिलेको विगत दिनहरुमा र यो अलावा पनि हामीलाई धेरै दुःखहरु छन् जस्तै अब हामीले आफूले सोचेको जस्तै चाहिँ हुँदैन हैन हामीले जे सोच्छौं त्यो सबै पूरा त हुँदैन त्यसमा पनि हामीलाई कति पीडा हुन्छ हामीसँग जो नजिक छ हामी जो नजिकसँग बस्न चाहन्छौं त्योसँग हामी छुटिनु पर्छ त्यो पनि हामीलाई कति पीडा हुन्छ हामीले पहिला हामीसँग मानौ एउटा उदाहरण हामीसँग आफ्नै एउटा बस्ने घर नहुँदाखेरि हामीले सोच्छौं हामीले भाडामा बस्नु पर्दाखेरि कति यो भाडामा बस्दा कतिको आफ्नै अलग खालको आफूलाई पीडा हुन्छ र मलाई सानो आफ्नै एउटा झुपडी भए पनि हुन्थ्यो मैले यो भाडामा बस्न नपरे पनि हुन्थ्यो किनकि भाडामा बस्दा सहज त हुँदैन हैन घरको चाहिँ घरमा आफ्नो घर नहुनेको पीडा अलग्गै हुन्छ आफूलाई र हामीलाई सानो झुपडी भए तापनि म कति सन्तुष्ट हुन्थ्यो होला भन्ने खालको चाहिँ हाम्रो सोच उत्पन्न हुन्छ तर हामीले मेहनत गर्दै जाँदा त्यो सपना पूरा भएर हामीलाई सानो आफ्नै घर मिल्दाखेरि हामीले केही समय थोरै समयको लागि हल्का आत्मसन्तुष्ट हामीलाई मिल्न सक्छ तर त्यसको लगतै हामीले सोच्दै गए पनि फेरि त्यसमा पनि हामीलाई धेरै पीडाहरु हुन्छ यो भएन त्यो भएन यो भन्दा यो चाहियो जस्तो खालको हाम्रो ठूलो सोचहरु बन्दै जान्छ र त्यतिबेला फेरि आफ्नै किसिमका दुःखहरु हामीलाई हुन्छ त्यसरी क्रमशः हाम्रा यी दुःखहरु चाहिँ हामीले कहिले पनि
चाहिँ सक्नेको दिन चाहिँ सायद हामी यो संसारबाट मुक्त नहुन्जेल हामीलाई यस्तै नै हुन्छ। त्यही भएर हामीले सोचौँ न त, बिहान उठेर बेलुका नसुतुन्जेल हामीलाई कति पीडाहरू हुन्छ हैन। हामी काम को लागि अथवा हरेक चिजको सामना गर्दै हैन, त्यसरी चाहिँ हामीले बोकिराख्नुपर्छ। खाँदा पनि हामीलाई दुःख नै हुन्छ, नखाँदा पनि दुःख नै हुन्छ। क्रमशः सोच्दै जाँदाखेरि धेरै पीडाहरू छन्। त्यही भएर हामीले चाहिँ यो सांसारिक द्वेष अथवा संसार दुःखको चाहिँ महसुस चाहिँ हामीले गर्नै पर्छ। र अहिले हामीले बोक्न त बोकिरहेका छौँ, तर यो नै दोष हो, यो नै दुःख हो भनेर चाहिँ हामीले खासै नचिनेको हो कि भन्ने मलाई जहाँसम्म लागिरहेछ। त्यही भएर हामीले चाहिँ यी दुःखहरू, यी द्वेषहरू चाहिँ हामीले चाहिँ यसलाई एकदमै हामीले निहालेर राम्ररी बुझ्नुपर्छ। र यो बुझेको खण्डमा चाहिँ हामीलाई के हुन्छ त भन्दाखेरि, जुन अहिले हामीलाई डर छ हैन, भय त्रास छ, हामी एकदमै दुखी भएर चाहिँ हामी चाहिँ अहिले हामीले चाहिँ यस चिजहरूको सामना गर्नुपर्छ। अलिकति भए पनि हामीलाई थोरै भए पनि हामीले सोच्नेको एउटा वातावरण मिल्छ कि यो संसारमा रहन्जेल त यस्तै नै रहेछ हैन, यस्तो यो दुःखहरू चाहिँ हामीले भोग्नै पर्ने रहेछ, किनकि हामी संसारमा छौँ, दुःखको खानीमा छौँ, यी नै दुःखको खानी हुन् र भनेर चाहिँ हामीले यो अनुभव या यो विषयको चाहिँ हामीलाई चाहिँ ज्ञान भयो भने चाहिँ हामीले थोरै भए पनि सन्तुष्ट अथवा थोरै भए पनि हामीले सोच विचार पुर्याउनेको एउटा राम्रो वातावरण बनिन्छ। र अब हामीले मानौँ कि कसरी चाहिँ यो संसार चाहिँ दुःख हो त भन्ने प्रश्न उठ्न सक्छ। र यसको उत्तर चाहिँ जब भगवान बुद्ध यो संसारमा आगमन हुनुभयो हैन, उहाँ यो संसारमा आउनु भएको बेला उहाँले यहाँ चाहिँ ज्ञान प्राप्त गर्नुभयो। र ज्ञान प्राप्त भएपछि उहाँले चाहिँ हामीलाई चाहिँ धर्म प्रवचन आदि हामीलाई चाहिँ उहाँले चाहिँ हामीलाई धर्मदर्शन देखाउनु भएको थियो। र त्यो धर्मदर्शनमा चाहिँ उहाँले चाहिँ यो हाम्रो संसारमा छ लोक हैन, हाम्रो हामीले चाहिँ सुगति र दुर्गति गरेर छ लोक मानिन्छ। जस्तै दुर्गतिमा चाहिँ नरकलोक, प्रेतलोक र पशुलोक, यसै गरी सुगतिमा चाहिँ मनुष्यलोक, देवलोक र अदेवलोक गरेर छ लोक गरेर, यी छ लोकमा हामी जहाँ जन्मे तापनि आफ्नो किसिमको दुःखको बोकाइहरू बोक्नुपर्छ है भनेर चाहिँ उहाँले धर्म प्रवचन अथवा धर्म प्रवर्तनमा नै यसरी नै कयौँ हजारौँ साल अगाडि नै उहाँले हामीलाई बताइसक्नु अथवा धर्मदर्शन दिइसक्नु भएको छ। हामीले पो अहिलेसम्म उहाँको धर्मदर्शनलाई ज्ञान नलिएर, ख्याल नराखेर अज्ञानता भई हामी अहिलेसम्म नबुझेका मात्र हौँ। वास्तविकमा भन्ने हो चाहिँ उहाँले कयौँ साल अगाडि, कयौँ मात्र नभएर हजारौँ साल अगाडि नै उहाँले हामीलाई यो धर्मदर्शनहरू देखाइसक्नु भएको छ। त्यही भएर अब अहिलेको यो समयमा आएर चाहिँ हामीलाई ठुलोभन्दा ठुलो पीडाहरूले च्यापिरहेको बेलामा, त्यति बेला चाहिँ हामीले यो अवसरलाई हैन, यो एउटा अवसरको रूपमा लिएर हामी अहिले एकदम दुखित, पीडित हैन, एकदमै त्रास भएर चाहिँ हामी जिउने होइन कि हामीले यी चिजहरूबाट मुक्त कसरी हुने हैन भन्ने चाहिँ सामना गरेर चाहिँ हामीले चाहिँ उहाँको वचनहरूलाई चाहिँ हामीले चाहिँ एकदमै ढङ्गपूर्वक चाहिँ निहाल्नु पर्ने, दर्शन गर्नुपर्ने चाहिँ अत्याधिक आवश्यकता भएको छ। उहाँले चाहिँ अब यी छ लोक जहाँ जन्मे तापनि दुःख नै दुःखको संसार हुँ आफ्नै किसिमको, किनकि आफ्नो कर्मको फलले गर्दा यी छ लोकमा हामी जन्मिने हो। जस्तै मानौँ अहिले हामी सबैजना मानव लोकमा छौँ, हामी सबै मनुष्यको जीवन प्राप्त, मनुष्यको चोलो प्राप्त भएर हामी जन्मिएका छौँ। र यी मनुष्यको चोलोमा पनि हामीले चाहिँ उहाँले के भन्नुभएछ भन्दाखेरि चारवटा हैन, मनुष्य लोकको दुःख चाहिँ चार प्रकारका, त्यो पनि विशेष गरी हुन त धेरै छन्, अगन्ती नै छ हाम्रो दुःखहरू, तर पनि हामीले उहाँले के भन्नुभएको छ त भन्दाखेरि एकदमै मनुष्य लोकको चार दुःख चाहिँ, चार दुःखमा उहाँले भन्नुभएको छ, जन्म नै दुःख, जरा दुःख, रोग दुःख र मरण दुःख गरेर चाहिँ हामीले चाहिँ चार दुःख चाहिँ उहाँले चाहिँ भन्नुभएको छ।
र ती अब हामीले जन्मँदाखेरि पनि अब जुन हामी आमाको कोखबाट हामी जन्मिन्छौँ त्यति बेला पनि हामीलाई साह्रै नै अप्ठ्यारो साह्रै नै हामीले दुःख झेलेर नै हामी रुँदै कराउँदै हामी जन्मिन्छौँ र त्यति बेलाको अब जन्म हुँदा के दुःख भयो हामीलाई अहिले खासै थाहा त हुन्न हामीले बिर्सेको मात्र हौँ कि ताकि हामीलाई दुःख नै नभएको होइन कि हामीले अहिले के कसरी चाल पाइन्छ त भन्दा हामी अहिले रुँदै जन्मिन्छौँ हरेक बच्चाहरू हामी रुँदै जन्मिन्छौँ ताकि उसलाई बोल्न नजानेको त्यति बेला हामी सानो भएको कारणले बोल्न नजानेको बाहेक रुँदै त हामी जन्मिन्छौँ त त्यसै गरेर अब हाम्रो जरा दुःख अथवा वृद्ध दुःख भनौँ न है अब हामी उमेर ठुलो हुँदै जान्छौँ त्यसै गरेर हाम्रो इन्द्रियहरू पनि कमजोर हुँदै जान्छ हैन हाम्रो हात खुट्टा पाउहरू पनि कमजोर हुँदै जान्छ र त्यसले हामीले आफूले सोचेको जस्तै सपनाहरू कामहरू हामीले पुरा गर्न सकिँदैनौँ किनकि हाम्रो सबै शरीरको अङ्गहरू अथवा इन्द्रियहरू चाहिँ कमजोर जस्तै हामीले आँखा पनि त्यति राम्रो देख्न सक्दैनौँ त्यो बेलामा किनकि अब त्यो नै दुःख हो कि हैन त्यो एकदमै अब परिवर्तन भनौँ न हामी जे छ त्यो त्यसमै नै रहँदैनौँ है त्यस कारणले नै अब सबै प्राणीहरू चाहिँ के छ त भन्दाखेरि चाहिँ अब अनित्य हो अनित्य भएको कारणले चाहिँ परिवर्तन हुन्छ त्यसमा है चाहना त एकनासको होस् सधैँ नै राम्रो होस् भन्ने त अवश्य पनि हुन्छ नि तर सोचेको जस्तै हुँदैन किनकि यही नै संसारका दुःख हुन् त्यसै गरेर रोग दुःख भन्नुभएको छ उहाँले 4 दुःख मध्येमा जुन रोग दुःख छ मानौ अहिले त अब हामीले चाहिँ धेरैजनालाई एक साथमा अब धेरैजनालाई मात्र नभएर संसारका सबै प्राणी सबै मनुष्यलाई भने पनि भइहाल्यो नि है अहिले त अब संसारमै नै यो महामारी चलेको हो र यो महामारीले गर्दा संसारका सबै मनुष्यलाई नै पीडामा अल्झाएको हो तर त्यति मात्र यो त अब करिब 2 वर्षको दौरानको कुरा हो तर यो भन्दा पनि सालौं हजारौं वर्ष अगाडिदेखि नै हामीलाई सबैजनालाई चाहिँ रोगले च्यापिरहेको हुन्छ है सबैलाई एकनासको रोग त हुँदैन हैन तर पनि आफ्नो शरीरको वेदनाद्वारा हैन आफ्नो कर्मको फलको द्वारा हामीलाई चाहिँ आफ्नो रोगले चाहिँ कोही सानैमै ठुलो रोगले पनि च्याप्छ वृद्ध भएर नै रोग लाग्ने भन्ने त हुँदैन हैन कसैले चाहिँ सानोदेखि नै जन्मेकोदेखि नै धेरै रोगले च्यापिराखेको धेरै कठिनाइहरू भइरहेको हुन्छ कसैलाई चाहिँ अब उमेर ढल्दै गएपछि रोगले च्याप्दै जाने हुन्छ त्यो नाना थरीका हुन्छ त्यो किनकि भन्दाखेरि आफ्नो कर्मको फलले गर्दाखेरि आफूले चाहिँ त्यसरी चाहिँ रोगको दुःखबाट पनि हामीले भोगिराख्नु परिरहेको छ त्यसै गरी मरण त झन् भन्नै पर्दैन है अब हामीलाई अहिले मर्छ भन्दाखेरि कस्तो डर हुन्छ त्रास हुन्छ नमरे त हुन्थ्यो आखिर लास्टको अन्तिम साससम्म पनि नै हामी चाहिँ कराइरहेका हुन्छौँ कि मर्नु नपरे हुन्थ्यो खालको किनकि मर्नलाई हामीलाई साह्रै डर लाग्छ किनकि त्यसमा धेरै पीडाहरू छ त्यही पीडालाई सहन नसकेर चाहिँ अनि हामीले त्योबाट चाहिँ कसरी उम्काउन पाऊँ अथवा हामी नमर्नु पर्यौँ भन्ने जस्ता हाम्रो सोच विचारहरू आइपर्छ त्यही भएर यो एकजना दुईजना मनुष्यलाई अथवा प्राणीहरूलाई होइन हामी संसारमा रहे भने संसारमा जन्मिएपछि यी दुःखहरूले त हामीलाई च्याप्ने नै हो हैन आज नभए भोलि नभए पर्सि यी दुःखहरूले हामीलाई समेटिने नै छौँ त्यही भएर हामीलाई अब यही नै संसारको दोष हामी संसारमा जन्म्यौँ हैन हामीले चाहिँ आफ्नो कर्मको फलद्वारा हामी यो संसारमा जन्म्यौँ र यो संसारमा जन्मेपछि यो संसारको स्वरूप नै यही नै हो दुःख नै हो र यो संसारको स्वरूप नै दुःख भएको कारणले हामीमा आइपर्ने नै हो यी यस्ता खालका शिक्षाहरू हामीमा भयो भने हामीले यो दुःख भए तापनि यसलाई चाहिँ हामीले अलि सजिलो सहज ढङ्गले हामीलाई यी दुःखलाई चाहिँ हामीले स्वीकार्न सक्छौँ यी यस्ता खालका हामीलाई शिक्षाहरू भएन भने हामीलाई झनै डर झनै त्रास झनै दुःख छ झन् त्यसको माथि पनि दुःखता भन्ने खालको दुःखमा पनि दुःख जस्ता चाहिँ गहिरै सोचहरूमा डुबेर हामीलाई धेरैभन्दा धेरै गाह्रो हामीलाई हुनसक्छ र भइरहेका पनि छौँ त्यही भएर चाहिँ हामीले चाहिँ जसरी भए पनि हामीले यी शिक्षाहरू लिने यो समयलाई चाहिँ हामीले एउटा एकदमै अवसर रूपमा लिएर चाहिँ हामीले यो विषयमा चाहिँ एकदमै हामीले ध्यान दिनुपर्ने ज्ञान लिनुपर्ने चाहिँ भन्दा धेरै महत्त्वपूर्ण एकदमै महत्त्वपूर्ण छ
र हामीले चाहिँ किन त यो संसारमा किन जन्मियो होला हामी, हैन? जन्मिनै पर्छ हामी यो संसारमा भन्दाखेरि चाहिँ यो अब संसारमा जन्मिए मात्र होइन, संसारको स्वरूप दुःख हो भनेर अगाडि नै भनिसकेका छौँ। र यी संसारमा जन्मिन कारण, दुःख पाउने कारण पनि किनकि भगवान बुद्धले के भन्नुभएको छ त भन्दाखेरि चाहिँ दुःख र दुःखको चाहिँ खानी भनौँ न, हैन? दुःखको चाहिँ हेतु चाहिँ के हो त भन्दाखेरि चाहिँ जुन हामीमा भएका क्लेशहरू, हैन? यी क्लेश आवरणहरू चाहिँ हेतुको स्वरूप चाहिँ फल चाहिँ दुःख हो भनेर भन्नुभएको छ है। हामीले अहिले मानौँ न त, हामी संसारमा अहिले जति पनि मानिसहरू छन्, हामीलाई सबैलाई एकनासको त्रास दुःख त छैन है। सबैजना आफ्नो ठाउँमा आफ्नो किसिमका दुःखहरू छन् है। कसैलाई के भएर रोग व्याधिलाई पनि हामीले चर्चा लियौँ भने सबैको रोग एकनासको छैन। सबैलाई कसैलाई पेटमा को चाहिँ रोग लागेको छ त, कसैले टाउकोमा, अथवा यसै गरेर हामीले एउटा रोगलाई मात्र समेटेर हेर्ने भन्यो भने सयौँ हजारौँ किसिमका रोगहरूले, हजारौँ किसिमका रोगहरूले विभिन्न तालले हामीलाई चाहिँ पीडा बनाइरहेका छन् है। अरू दुःख त भन्नै परेन, एउटा रोगको दुःखमा, व्याधि दुःख मात्र समेटेर हेर्नुपर्दा, अथवा अरू चिजहरूले पनि हेर्नु पर्दाखेरि त मानौँ न, हाम्रो एउटा आफ्नै एउटा घर परिवारभित्र पनि हैन, 4-5 जना जहाँ जति छ र त्यसमा आफ्नो सोच विचार, आफ्नो तर्क, हैन, आफ्नो चाहिँ कर्मको फलले गर्दाखेरि चाहिँ आफ्नो चाहिँ दुःख भोगिरहनु परेको छ। त्यो किन त भन्दाखेरि चाहिँ त्यो एउटा कर्मको फल हो। र जुन कर्मको फल चाहिँ हामीले दुःख भन्ने बित्तिकै त्यसको चाहिँ त्यसको चाहिँ दुःख चाहिँ एउटा फल हो, र त्यसको चाहिँ हेतु अथवा प्रत्यय चाहिँ के हो त भन्दाखेरि चाहिँ, किनकि हामीले फल भन्ने बित्तिकै फलको आफ्नो एउटा चाहिँ हेतु हुन्छ नि त, हैन? बिना हेतु त फल फलिँदैन है। त्यही भएर चाहिँ हाम्रो यो दुःख पनि एउटा फलबाट नै फलेको हो, र यसको फल हो कि हामीमा भएको आफ्नो अकुशल कर्म, अकुशल सोचहरू, क्लेशहरू। अब यो क्लेश, अकुशल कर्म भन्दाखेरि कस्तोलाई चाहिँ हामीले मान्ने त हो भन्दाखेरि चाहिँ जुन हामीमा चाहिँ आइराख्ने, हैन, हामीलाई चाहिँ जुन राग, द्वेष, मोह, घमण्ड, ईर्ष्या, यी आदि चिजहरू चाहिँ हामीमा चाहिँ क्षणमै हामीलाई यी चिजहरू चाहिँ हाम्रो मनमा उत्पन्न भइराखेका हुन्छ। हामीले त यसलाई सामान्य रूपमा लिन्छौँ हैन। कसैले के हामीलाई नराम्रो अथवा गाली गलत गर्यो भने हामी किन नरिसाउने, हामीले उसलाई किन झगडा नगर्ने, हामीले उसलाई किन उत्तर नफर्काउने, किनकि उसले त मलाई गाली गलौज गरेको छ भन्ने सोच हुन्छ, र हामीलाई त्यसको चाहिँ उत्तर सामना हामीले गरिहाल्छौँ। र यही चिजहरू, यस्ता सोचहरूले गर्दाखेरि है चाहिँ हामीले अहिले दुःख भोगिराख्नु परेको। हामी यी कर्मका फलहरूले गर्दाखेरि हामी यहाँ दुःख संसारमा जन्म्यौँ र दुःख भोग्नु परेको हो। र त्यो जस्तै गरेर अब घमण्डलाई सोच्यो भने, त्यसलाई एउटा उदाहरण लियो भने, अब अरूभन्दा हामीलाई अलिकति केही बढी केही राम्रो चिजहरू हामीमा भयो भने हामीलाई फेरि घमण्ड भइहाल्छ। ऊभन्दा त म कम छुइनँ, मसँग यस्तो धेरै जस हामीसँग अब जस पढाइकै सिलसिला अथवा चाहिँ सम्पत्तिको सिलसिलामा हेर्ने भन्दा अरूभन्दा आफू अलिकति माथि तर्क पुग्यो भने फेरि हामीलाई घमण्ड भइहाल्छ हैन। ऊभन्दा त म माथि तल्लामा छु, ऊभन्दा त मेरो नाम चर्चामा छ, ऊभन्दा मेरो नाम चर्चामा हुनुपर्छ। यी जस्ता खालको सोचहरू है, यी नकारात्मक सोचै भनौँ अथवा अकुशल सोच भनौँ, यी यस्ता सोचहरू चाहिँ हामीमा चाहिँ धेरैभन्दा धेरै उत्पन्न हुन्छ, र हामीले यसलाई सामान्य रूपमा हामीले लिइरहेका हुन्छौँ। तर वास्तविकमा यो सामान्य रूप होइन, यो त एकदम भयङ्कर डरलाग्दो जुन हामीले अहिले बोकिराख्नु परिरहेको छ हैन, हामी दुःख भोगिरहेको छ। यसका कारणले गर्दाखेरि है, यी यस्ता कारणले गर्दा नै यो कारण बस हामीलाई चाहिँ धेरैभन्दा दुःख, धेरैभन्दा धेरै पीडाहरूले, त्रासहरूले च्यापेको कारण यही हो। त्यही भएर हामीले यसको चाहिँ बारेमा हामीले एकदमै चाहिँ अभ्यास गर्नुपर्ने हुन्छ
यसलाई हामीले एकदमै ज्ञान योबाट चाहिँ हामीले ज्ञान लिनुपर्ने हुन्छ र बिस्तारै हामीले नचाहेको दुःखबाट हामी मुक्त हुने अथवा यी दुःखहरूलाई कम गर्दै लाने चाहिँ मार्ग भनेको चाहिँ हामीमा नै हाम्रो सोचलाई चाहिँ सोच हाम्रो विचारलाई नै हामीले ठिक ठाउँमा पुर्याउनु पर्ने हुन्छ र ठिक ठाउँमा त कसरी बुझ्ने त भन्दाखेरि चाहिँ अब जस्तै हाम्रो दुःख हामीले बोक्नु परेको दुःखको उसको कारण भएको जस्तै जहाँ दुःख छैन हैन जहाँ पीडा छैन त्यसलाई नै हामीले सुख बुझ्ने हो त्यसलाई नै हामीले शान्त बुझ्ने हो र हाम्रो यी नकारात्मक सोच अथवा नकारात्मक चाहिँ क्लेश आवरणहरू हामीले चाहिँ कम गर्दै लग्यो भने त्यसको क्रमशः हाम्रो यी सुखको घडीहरू पनि हामी अघि बढ्दै जाने हो जुन ठाउँमा चाहिँ हामीले चाहिँ हाम्रो यी नकारात्मक हाम्रो राग द्वेष मोह जस्ता यी आदि सोचहरूबाट हामीले सकेसम्म हुन त हामीले सजिलै यसलाई मुक्त गर्न त सक्दैनौँ किनकि हामी पनि अज्ञानता छौँ हाम्रो अहिले सिक्ने क्रम मात्रै जारी रहेको भएको कारणले हामीले चाहिँ यसलाई कम गराएर हैन हामीलाई घमण्ड हुँदाखेरि मैले घमण्डहरू गर्नुहुन्न ताकि यो घमण्डको कारणले गर्दाखेरि म आफैलाई नै म संसारमा जन्मेर सांसारिक दुःखबाट हामी झेल्नुपर्छ यी सांसारिक दुःख त मलाई चाहेको छैन भन्ने जस्तै सोचहरू चाहिँ हामीले चाहिँ यी घमण्ड हुँदा पनि राग द्वेष ईर्ष्या आदि जस्तै सोचहरू हामीलाई पल पलमा नै पलिरहेको हुन्छ र त्यो पल पलमा पलिने क्रममा हामीले यसलाई चाहिँ एकदमै ज्ञान लिएर यसको बारेमा धेरै हामीले चर्चा लिएर किनकि त्यसले हामीलाई केही लाभ भइरहेको छैन यसले हामीलाई दुःख नै दुःख पुर्याइरहेको कारणले गर्दाखेरि हामीमा चाहिँ हाम्रो सोचलाई नै है हामीले सजिलै रूपमा भन्नुपर्दाखेरि आफ्नो सोचलाई नै हामी सुधार पुर्याउनु परेको छ है हामीले पहिला त नजानेर अज्ञानताको कारणले धेरै हामीले राग द्वेष यी आदिका सोचहरू हामीले बढीभन्दा बढी मात्रामा हामीले चाहिँ सोचौँ तर अब हामीले यस्तो समय यस्तो घडी आएको छ कि एकदमै अहिले जस्तै भनौँ न अब 2 सालको क्रममा हामीले चाहिँ धेरैभन्दा धेरै हामीले दुःख बोक्नु पर्यो त्रास बोक्नु पर्यो र अब चाहिँ हामीले ढिला नगरिकन भगवान बुद्धको वचनहरूलाई किनकि उहाँले यो दुःखको संसारबाट कसरी त्याग हुने सधैँ यो दुःख बोक्नु पर्दैन है हामीले यो दुःखबाट मुक्त हुनेको मार्गहरू पनि उहाँले चाहिँ हामीलाई दर्शन गराउनु भएको छ उहाँले पहिला धर्म र दुःखलाई चिन्नुपर्छ र दुःखलाई चिनेको मार्फत मात्र हामीले चाहिँ कसरी कुशल कर्महरू हैन कसरी धर्महरू चाहिँ हामीले चाहिँ मनमा पलाउने अथवा हाम्रो स्वभावमा पलाउने यी क्रमहरू हामीलाई बल्ल जागिन्छ नत्र हामी यो सांसारिक द्वेष दुःखलाई पनि हामीले सुखको रूपमा लिएर अब हामीलाई त अब अज्ञानताको कारणले हामीलाई सुख नै जस्तो लाग्छ हुन त हैन तर वास्तविकमा अब सानो हुन त अब यो अब क्षणिक सुखहरू पनि हामीलाई मिली त रहेको हुन्छ मैले दुःख भन्दैमा हामी दिन रात दुःखमा हामी चाहिँ पलिरहने त होइन हामीलाई क्षणिक सुखहरू पनि पाइरहेका हुन्छौँ हामी यी क्षणिक सुखहरूको लागि चाहिँ हामी एकदमै दौडभाग गरिरहेका हुन्छौँ यो त क्षणिक हो नि त क्षणिक भएको कारणले अहिले छ त भोलि छैन पर्सि छ त निको पर्सि छैन त्यस कारणले योलाई पनि हाम्रो धर्मको भाषामा भन्नुपर्दाखेरि यसलाई चाहिँ परिवर्तन दुःख भनिन्छ हैन यो क्षणिकको लागि त सुख छ त यो सुख चाहिँ हामीले यो सुख भनेको यस्तो एउटा अनुभव गर्नुपर्छ कि त्यसलाई परिवर्तन नै हुँदैन त्यो सदाको लागि रहन्छ त्यो त्यसलाई दुःख सुख भन्न मिल्छ आज छ त भोलि छैन भनेपछि त्यसलाई हामीलाई एउटा सुखको नाम दिन पनि त त्यसलाई खासै मिलेन किनकि आज भएर के गर्ने त भोलि हुँदैन त्यही भएर चाहिँ यो संसारमा चाहिँ हामीले चाहिँ यो क्षणिक सुखको लागि हामी दौडभाग नभई हामीले सदाबहारको लागि सुख प्राप्त गर्ने ताकि यो संसारिकबाट हामी मुक्त हुने र मोक्ष प्राप्त गर्ने कसरी त भन्दाखेरि कुशल कर्महरूले सकारात्मक सोचहरूले अरूलाई हिंसा अरूलाई चाहिँ यस्ता दोष जस्ता कारणहरू होइन कि अरूलाई माया गरेर ममता गरेर अथवा आफ्नो भावनालाई नै एकदमै शुद्ध भावनाको साथमा हैन हामीले जे सोच्छौँ एकदमै शुद्ध भन्नाले यस्तो कि जुन भगवान बुद्धले चाहिँ उहाँको उपदेशमा हामीलाई यस्ता चिजहरू भन्नुभएछ कि यो चिजहरू तिमीले त्याग गर्नुपर्छ किनकि त्याग नगरेको खण्डमा
जस्तै अघि हामीले अकुशल कर्महरूको कुरा गऱ्यौँ, यी अकुशल कर्महरू चाहिँ हामीले त्याग गर्नुपर्छ है। त्याग नगरेको खण्डमा हामीले दुःख पाइन्छ है। र त्यसै गरी चाहिँ हामीले कुशल कर्महरूलाई है, अरूको भलाइको सोचहरूलाई, एकदमै सदा भक्तको रूपका सोचहरूलाई चाहिँ हामीले चाहिँ अघि बढाउनुपर्छ। हामीलाई यसलाई चाहिँ लिन सक्नुपर्छ, अभ्यास गर्नुपर्छ। सबभन्दा पहिले हामीले यी चिजहरूको श्रवण गर्ने र चिन्तन मनन गर्ने र लगत्तै हामीले अभ्यास गऱ्यौँ भने चाहिँ हाम्रा सोचहरू चाहिँ सकारात्मकतर्फ अथवा कुशल कर्मको तर्फ हामी अगाडि बढ्दै गयौँ भने नै यो नै हाम्रो धर्मको अभ्यास हो। र यसरी हामीले दैनिक जीवनको चाहिँ कामहरूमा अथवा सोचहरूमा यसरी यी सोचहरू हामीले बिस्तारै पलाउँदै गयो भने अवश्य पनि बिस्तारै हामीमा भएका, हामीले बोक्नु परेका यी दुःखहरूबाट हामी बिस्तारै मुक्त भएर चाहिँ हामीले चाहिँ मोक्ष प्राप्त गर्ने। हुन त अब यही जीवनमा चाहिँ हामीले सबै प्राप्त गर्न सक्छ, सबै दुःखहरू हटाउन सक्छ, अथवा हामीमा दुःखका यी बिउहरू अथवा हेतुहरू चाहिँ हामीले चाहिँ सबैलाई सफा गर्न सक्छ, शुद्ध बनाउन सक्छ भन्न त हामी भन्न सकिँदैनौँ र त्यति गर्न पनि खास सकिँदैन। तर पनि हामीले चाहिँ यसलाई चाहिँ एउटा चाहिँ मार्ग देखेर हैन, किनकि अब दुःख त पाइरहेका छौँ र हामीले यो दुःखलाई एकदमै राम्रोसँग चिन्नु पर्यो हामीले हैन। त दुःखलाई चिने मार्फत पो हामीले चाहिँ यो दुःख चिनिसकेपछि दुःखको यो चाहिँ कारण के रहेछ त, अथवा दुःखको स्वरूप नै के रहेछ त है, हामीले त्यो बुझ्यो भने चाहिँ अनि बल्ल हामीले चाहिँ अब यो दुःखको कारण यो रहेछ, दुःखको स्वरूप यो रहेछ भनेर चाहिँ त्योबाट चाहिँ कारण हामीले खोज्दै जान्छौँ। र कारण खोजेपछि त्यो कारण अथवा त्यसको हेतु प्रत्ययहरू हामीले चाहिँ त्यो कारणले भएको कारणले हेतु प्रत्ययलाई हामीले रोक्न सक्यौँ भने, अथवा हामीले चाहिँ त्यसलाई चाहिँ कसरी चाहिँ हामीले रोक्न प्रयास गऱ्यौँ भने चाहिँ अनि बिस्तारै हामीमा भएका यी दुःखहरू चाहिँ नष्ट हुँदै जान्छ। र हामीले दुःख नष्ट हुँदै गयो भने त्यो बामुजिन नै हामीले सुख चाहिँ प्राप्त हुँदै जाने हो। त्यो क्रमश नै त्यसरी नै यो संसारको रीत, संसारको सार नै यसरी चाहिँ भइरहेको हुन्छ। त्यही भएर हामीले चाहिँ भगवान् बुद्धको वचनहरूलाई चाहिँ एकदमै चाहिँ हामीले चाहिँ शिक्षा लिनुपर्ने चाहिँ अतिभन्दा अति आवश्यकता छ। यो समयमा आएर, यो घडीमा आएर अझ चाहिँ हामी सबैले चाहिँ एकदमै त्यो चिजलाई चाहिँ हामीले अभ्यास गऱ्यौँ भने चाहिँ साँच्चै नै हामीले चाहिँ अब यी दुःख, पीडा अनि व्याधिहरूबाट चाहिँ हामीले चाहिँ एकैछिनमा चाहिँ हैन, हामीले चाहिँ पलमा नसक्ला तर पनि अभ्यास हुँदै गयो, बुझ्दै गयो, त्यसलाई निहाल्दै गयो भने चाहिँ एक दिन न एक दिन हैन, क्रमशः कम हुँदै गएर चाहिँ हामीले चाहिँ त्यो दुःख पीडाबाट हामीले चाहिँ अवश्य पनि हामीले चाहिँ स्वीकार्न सक्ने हैन, हामीले क्षमतावान हामीमा चाहिँ अवश्य पनि। हुन त हामीमा त्यो क्षमतावान छ, तर हामीले अहिले चाहिँ हामीलाई के भइरहेछ त भन्दा हामीले अज्ञानताको कारणले, हामीले शिक्षा लिन नजानेको कारणले चाहिँ हामी त्यसमा दलदलमा हामी फसिरहेका छौँ। हामीमै यी दुःखका पीडालाई हामीले चाहिँ सामना गर्न सक्नेको चाहिँ एउटा हामीलाई चाहिँ पावर भनौँ न हैन, त्यस्तो क्षमता हामीमा भए तापनि हामीले त्यो क्षमतावानलाई हामीले चिनिरहेका छैनौँ। र हामीले चाहिँ अज्ञानको कारणले हैन, अहिले अज्ञानताको कारणले हामीले यी क्षमतालाई हामी चिनेनौँ। तर पनि हामीले ज्ञानी भएर, ज्ञान लिएर, ज्ञान हासिल गऱ्यौँ भने चाहिँ अवश्य पनि हामीले चाहिँ यी दुःखको घडीहरूलाई हामीले सामना गर्न सक्नेछौँ। र यी दुःखलाई सामना मात्र होइन कि यो दुःखलाई नै, दुःखको संसारबाट नै हामी चाहिँ मुक्त भएर चाहिँ हैन, जुन सुखको सागर छ है, त्यहाँ चाहिँ हामी अवश्य पनि पुग्न सक्छौँ। र त्यो पुग्नलाई हामीलाई धर्मदर्शनको मार्गको खाँचो छ र त्यसलाई हामीले अभ्यास गर्नुको खाँचो छ हैन। त्यो धर्मदर्शनको मार्ग त हामीलाई हजारौँ वर्ष अगाडि नै भगवान् बुद्धले हामीलाई चाहिँ प्रवर्तन गराइसक्नु भएको छ। तर पनि अब अहिलेसम्म हामीमा चाहिँ यी शिक्षाहरू चाहिँ हामीले लिन सकेनौँ, बुझ्न सकेनौँ। तर अब चिन्ता नगरी हामीले चाहिँ उहाँको वचनहरूलाई चाहिँ हामीले चाहिँ पहिला हामीले श्रवण गर्ने र चिन्तन मनन गर्ने र अभ्यास गऱ्यौँ भने चाहिँ बिस्तारै हामी यी
जे जस्ता दुःख आइपरे पनि अब अहिलेको समयमा अब रोगको दुःख यो महामारीको दुःख त भन्नै परेन र विगतै यो वर्षाको कारणले गर्दाखेरि पनि फेरि बाढीहरू आएको कारणले पनि धेरै घर धेरै परिवारहरू नष्ट हुन परे। यसै लगायत हामीमा चाहिँ दुःखहरू भनौँ न पीडाहरूले चाहिँ हामीले चाहिँ अवश्य पनि यसलाई चाहिँ सामना गर्नुपर्ने चिन्नुपर्ने हुँदछ र चिनेर चाहिँ यसको स्वरूप बुझेर चाहिँ हामीले चाहिँ भगवान बुद्धको दर्शन अनुसारले चाहिँ हामीले सोच्दै गयौँ भने त्यो मार्गमा हामी अभ्यास गर्दै गयौँ भने चाहिँ अवश्य पनि हामी यो दुःखको सागरबाट हामी मुक्त भएर चाहिँ सुखको सागरमा अवश्य पनि हामी आउनेछौँ। ल आजलाई यति भन्दै आजको कुरा चाहिँ मैले समग्रमा भन्नुपर्दाखेरि हामी अहिलेको तत्काल समय चाहिँ हामीलाई धेरै दुःख पीडा त्रासहरूले हामीलाई सताइरहेका छौँ र त्यसमा हामी दुःख छ पीडा छ त्रास छ भनेर हामी यसमा अल्झिएर नबसेर चाहिँ हामीले चाहिँ भगवान बुद्धको वचनहरूलाई चाहिँ ज्ञान लिएर त्यसलाई चिन्तन मनन गरेर अभ्यास गर्यौँ भने हामी त्यस्तो त्रासमा अहिले पनि हामी जुट्नुपर्ने छैन र गएर बिस्तारै हामीले यी संसारका सागरबाट मुक्त भएर चाहिँ मोक्ष प्राप्त गर्नेको अवसर हामीलाई अवश्य पनि पाइन्छ। त्यसरी हामीले सधैँ भगवान बुद्धको वचनलाई पालना गरौँ, त्यसको ज्ञान हासिल हामीले गरौँ र हामी चाहेको जस्तै सुख भावनामा हामी सुख भावना हामीलाई अवश्य पनि प्राप्त हुन्छ भन्दै आजको चाहिँ प्रवचन यति भन्दै अन्तमा सोनामदे थम्चे सिक भाङे थोप्ने गेबे थानाम पम्चेन के गर्न छे बलब ठुबा सिबे चोले डोगुन डोलवराइश